लिचीको जस्तो देखिन्छ त नि लिची जस्तो देखिन्छ त यो त मैले आसी प्यारासे हातमी छ आसी गइदे को भुतायो के हैन भिडियो बनाऊ खै छ ल ल ल आय 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 धन्य खसेको डर लाग्यो ए तानम 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 फुपुलाई इट्स मी अपेक्षा पूजा। सो आज चाहिँ म मेरो भाउजूको ब्लग स्टार्ट गर्दैछु। सो आज हाम्रो गाउँमा चाहिँ मेला लाग्छ अनि मेला जानुभन्दा अघि चाहिँ हामी भैँसीको गोबर सोर्छौँ अनि घाँस काट्न जान्छौँ अनि त्यसपछि मात्र हामी चाहिँ मेला जान्छौँ। अनि सबैलाई ह्याप्पी दसैँ। अनि यदि हजुरहरूले मेरो भाउजूको च्यानल सब्सक्राइब गरिदिनु भएन भने सब्सक्राइब गरिदिनुहोस् होला र यो भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। मिठो सेन्ट बसायो यो ओके कति खोरो पिसा फेरि चाहिँ यसले यो मान्छे यो पहिरो नि यो गम भुटेर न घरको हालत भने यस्तो यता झारफाल नै बाँकी छ। यता हामीले चाहिँ अब घाँस काट्न जाने डोको रेडी छ। ओ हाई तिमी नि घाँस काट्न जान्छौ घाँस बोक्छौ घाँस काट्न आउँछ ए हो र अनि फेरि मेला नि हेर्न जाने ए तिमीले कति क्लासमा पढ्छौ रे एकमा ए ल ल अब यतातिर हाम्रो घरमा काँक्रा फुलेको छ धेरै कस्तो काँक्रा मनपर्छ फेरि मलाई यतातिर झुन्डिएको छ एउटा टिपेर हालौँ है फुपू यता टिनमाथि पनि छ काँक्रो यता हुनुहुन्छ यता हेर्नुहोस् हाई नमस्कार स्वागतम वेलकम हामी चाहिँ अब घाँस काट्न जान रेडी छौँ। यता काँक्रो कति धेरै छ यता 1 2 3 4 वटा तर कसरी पनि अब यस्तो पर्नु सक्छ या टिकिस यहाँ तिमीलाई धान्छ होला के है ल यहाँ चर त सक्छौ लल्लो नि बिस्तारै जाऊ है कुन चाहिँ टिप्ने फुपू हो यो थुप्रैमाको एउटा टिपेर लाऊ है बिस्तारै जाऊ बिस्तारै ल त ओ त तिमीले हेर अन्तर ऊ यहाँको टिपेर ल्याऊ फुपू
हो त्यो भुइँमा ओके हो त्यही ल काँक्रा टिप्दैछिन् सानी नानीले टिप्न सक्यौ बल गर सक्छौ चुन्टाइदेऊ या मैले यहाँबाट बल लगाइदिएछ लिए आइसक्यो त काँक्रा त तर यहाँ टिनको कस्तो यस्तो खोर भएछ यस्तो खैलाको खाने हो कि के हान्ने हो यस्तो छ फुपू ए यो चाहिँ सबै यताको भाग सबै फाल्न पर्छ किन भन्दा टिन यस्तो खैलाको रहेछ आऊ तिमीले टिपेको नि कता हो फेरि ल दसैँको बेला पढ्नु परेछ नि लौ त अन्तरु हिँड धारोमा जाउँ धारोमा पखाल्न है के अरे ऊ पर हो फुपुरोमा जान्छौँ चल हामी चाहिँ घाँस काट्न हिँडेको ल साथीहरूले यहाँ सिउँदेउदी हुनुहुन्छ मानिको अन्तर तिमीले नि हामीसित जाने रे घाँस काट्न पर्छ हेर्दोका है डेमर भन्ने मैले कहिल्यै चाखेको छैन यसो त लिचीको जस्तो देखिन्छ त नि लिची जस्तो देखिन्छ त यो त डेमर है साथीहरू मैले चाहिँ फर्स्ट टाइम मलाई चाहिँ यस्तो थाहा थिएन यहाँ यता बनाएर मात्रै देखेको साथी एउटा म त नयाँ गम्बु ठोकेर आइछु खै तँ खाम त कस्तो हुन्छ है म आधा खामलाई मिठो हुन्छ क्या लिनुमा बेलाउती जस्तो हुने रहेछ कोदोहरूले त बाला लगाइसकेको छ अब काट्ने हुन्छ कि हेर्दा के चाहिँ पाक्छ अब दसैँ मानेपछि फेरि कोदो पाक्छ अनि त्यसपछि भाजुमा हुन्छ हामीले यहाँ चाहिँ फापर छरिछौँ यो एकदम लामो पाटा छ कि यो पुकार बाजेको पाटा हो यो एकदम लामो छ धो हुन्छ काम गर्दा 5-6 जना नभएसम्म गाह्रो छ यो पाटामा घाँस काट्ने क्रममा छौँ हामी यता हेरौँ न सबैले एकपटक हाई क्यामेराम्यान यता है हामीलाई यस्तै भिडियो गरिदेऊ ल We are from Kyang, तर मैले आशी हे भगवान मेरो बुद्धि यता आएर हामी फेरि फर्केर खिचाउन है ओके ऊ त्यहाँ जाऊ अनि हामी फेरि फर्काउ ल क्यामेरा हातले औँलाले क्यामेरा चाहिँ के ल भयो मेला हेर्न जान ढिलो हुन्छ के त्यही भएर हतार गरेको हामीले ल घाँस हालेको रे अन्तरले म त आँखा घुमायो गाछे अझै नि एक भारी बनाउनु छ हात काट र के भयो खै देखाऊ के भयो कोपो के भयो काटो छरिदेऊ अहिले हामीले हाल्छौँ है काराले खोज्छौ अघि आँसी राताले फेरि पानी पर्ला जस्तो गान्छ दिनले अन्तरले त
हामीले भन्दा नि भैँसीले धेरै खाने रहेछ भन्छन् नि अब घाँस पुऱ्याएर घर जाने गाडी लाइ त कि लाइन वाक्काइ त छैन स्कुटरमा आएको हो नि ए स्कुटरमा आएको अन्तर यहाँ ब्यागमा उसलाई चाहिँ के काट साथीहरू ए साथीहरू आउनुहोस् काँक्रा खान आइया यो एकजनालाई यो दुईजनालाई यो तीनजनालाई यो त अलि सानो भयो म खाम्ला सानो म खान्छु कस्तो मिठो काँक्रा छ लोकल काँक्रा ल अलि सानो यो अन्तरले खाइसक्छौ ल आउ त नि खाऊ त दाल त्यो नसक्यो मिठो छ घाँसको मुठा हाम्रो घर यहाँ छ यो यताको छ नि यो हल्का यो चाहिँ सानो पुसेको त्यो बिचको साइला पुसेको त्यो मकै झुन्डाको चाहिँ हाम्रो ठुलो पुसेको भन्नाले हाम्रो घर त्योभन्दा फेरि त्यो पारीको माइला पुसेको घर चार भाइको घर लरर छ ल कस्तो मजाको के कस्तो रमाइलो चार भाइको घर नजिक छ को भुतायो यस्तो मलाई त डर लाग्यो छ्या दिउँसै तर्साउन आउँछन् के गरिरहेको यस्तो यता हाँ गर ए निस्क्यो थालिदेऊ अब आँखा घोचिन्छ ओ लौ म मुठा बनाउँछु मलाई बनाऊ है हुन्छ अलि उजाउ है हुन्छ सानो मुठा हुने भयो घाँसको बारी पुगेर अलि जाऊ न अलि उता सानो मुठा बन्छ यो त घाँसको बारी पुगिसक्यो अब हामीले भारी हाल्न पर्छ अब मेला हेर्नु जाने नि घाँसको बारी पुग्यो घाँसको बारी आइया ल आऊ जाऊँ भारी हाल्न आऊ यता हेर्नु त लजाको रे दुईटै लजा तिमीले लजाइजा मेरो दुईटालाई त बैसाउनु लाग्छ नम्बर दिदीलाई देखाउँछु के म देखाउँछ ल नि देखाए नम्बर दिदीलाई यो के हो देखाउनु आइया कति कति बरुङ्गो हो यो मुठाको हुन दिने अन्त नदेखाइ हामीलाई Oh my god!
ना खिच्छ भन्ने ल खिचेकै होइन भिडियो बनाऊ भिडियो बनाएको छु नि भो यो ठुलो भइसक्यो कि भारी यो कपाललाई तेर्सो साइडमा लैजाऊ के अगाडि लैजाऊ है ल ल ल ल ए कहाँ हो थापाला यता राखिदिनु कपाललाई भयो ल उता फर्क्यो हेर मेरो बारी भन्नु हेर्नु मेरो बारी भन्नु अप्ठ्यारो भयो मोरिचरै छोटो भएन नाङ्गो अहिले तानिन्छ 1 2 3 जय माताजी जय माताजी ल घन्टी टुङ टुङ बज्यो आँसीले खसेछ आसी है हो त्यता उपलट राखेकै घाँसलाई त तिमीलाई नि देखाइदिउँ यस यस यो अपेक्षाको भारी ठुलो भइछ यो भारी ल ल यो तिमीलाई त अपेक्षा गहन गर्नु ल ल हिँड गाई चाहिएर भैँसी दुध खान्थ्यो ल ल ल हेलो छोटिन्छ यो है खाने किन अरे नि मिल्न त हो हिँड्नु फुफु गरम भइसक्यो त अरे यो अन्तरको भारीलाई चेक गरेर मिलाउने हो अरे त हुन्छ कि Look at this, so cute. के हो नि थाहा छैन किमिनी टमाटर हो हल्ला हल्का हल्का उता फर्कियो छिटो हल्ला भत्किन्छ यसरी समात है बजे अगाडि हिँड्नेछन् अर्को बजेले आउँदैछन् यो बजे हिँड्यो बजे बिस्तारै हिँड है लोच्छौ अबे लो है भारी राखौँ हामी यस्तै चाहिँ राम्रो भयो के भयो अब नि हालत घाँसको भारी पुऱ्याइदा आइयो साथीहरू लु लाग्यो मिलाएन गयो अब पहिला त यस्तै गर्छु ल साथीहरू मलाई झ्याउ लाग्यो के म जान्न मेलामा आएको ओभर 50 को मैला भलिबल हुँदै रहेछ क्या त्यो छोप्नेवाला उइप ल छोपिन्न के भन्न के
अरूलाई दिनुपर्ने हो सरले सार्न त अलि बुढीलाई लो छेलो खाली ल हाम्रो वडाको चाहिँ यता छन् फुल चढाउने टिम अब 1 नम्बरै टिप्न भइन्छ यता अनि यताको कुन टिम हो कि उताको फाटाको ल हाम्रो टिमले जित्यो यो गेम चाहिँ उहाँहरूले जितिसक्नु भएको छ फुल चढाउने टिमले यता हेरौँ अब कसले जित्नुहुन्छ 2 3 लख 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 ल हाम्रो टिमले जित्नु भयो ल सेकेन्ड गेम ल अब स्टार्ट सेमिफाइनल हाम्रो टिम यता हुन्छ रेडी अब टिम यताकोलाई सपोर्ट गर्ने हामीले हुन्छ ओइ डर लाग्यो ए तानम 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 फुप्लाई एक गेम यता जितिसक्नु भयो यता शिलाले हाम्रो फुल चढाउने त भयो मैले बोलाइसके हार्नु भयो त हाम्रो टिम त मेला सकियो साथीहरू जाडो भयो साह्रै जाडो छ यता त घरमा आउने अब खाना पकाउने एकपटक यता हेरौँ भाषा लाउँछु यता के गर्छौ यार केटा केटी हो
सायद जिग्रिङ है जगरटी के खाइरहेको के खाइरहेको छैन नि हामीलाई यस्तो धुवा उडाउन पर्छ खै के हो र यो खास ए के हो यो स्मोकिङ क्यान्डी हो र पपिङ क्यान्डी म त फर्स्ट टाइम पो देखेँ त यो त अरे हजुर के यो सेतो यस्तो जान्छ यसले गर्दा हामी धुवा आउँछ ए अच्छा अच्छा हामीले आज भित्र आगो फुकेको यहाँ खिर बनाउन त दुवा छ दुवा यहाँ खिर रेडी हुँदैछ हाम्रो आजको खानै यही हो किन अन्त नि यस्तो ए हो गर्नु मान्छे नबस्ने घर यस्तो छ हरिगति के भन्नु र घर छोडेर यस्तो भइन्छ यस्तो भइन्छ आलुको हरिगति अब हाम्रो खिर रेडी भइसक्न लाग्यो हामी त अब खिर खाने हो दिपाल बाई तितो तिताउँछ हो ल ए दिपाल ल अन्त रु ए दुईटा डल्लो ल ल खाम साथीहरू ह्याप्पी दसैँ पहिला हातमा त तँको उस खायो भने साथीहरू हामी चाहिँ अब खिर खायौँ अब सुन्ने अब म आज ब्लग इन्ड गर्छु हामी चाहिँ अर्को ब्लगमा दसैँको दिनमा भेटौँला साथीहरू बाई बाई गुड नाइट